नेपालको मुटु जस्तो फैलिएको एक भूमि कर्णाली, जहाँ प्रकृतिले आफ्ना रङहरू खुलेर पोतेकी छे र जहाँ जीवन, संस्कृति र सम्भावनाहरू गहिराइमा लुकेका छन्। 24,000 वर्ग किलोमिटर भन्दा बढी फैलिएको कर्णाली नेपालको सबैभन्दा ठुलो प्रदेश हो। हिमालदेखि तराईसम्म फैलिएको यो भूगोल जैविक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। रारा ताल नेपालकै सबैभन्दा ठुलो ताल हो र से फोक्सुन्डो एउटा अनुपम सौन्दर्यको धरोहर हो। कर्णालीको आत्मा यहाँका मानिसहरू, विभिन्न जात जातिहरूले साझा सपना बुनिरहेका छन्। परम्परागत लुगा, मौलिक पर्व र कर्णालीका लोकधुनहरू यहाँका सांस्कृतिक सम्पदाहरू हुन्। चाडपर्व, मेलाहरू र गाउँले एकता जीवनका कठिनाइका बीच पनि खुसी बाँड्ने तरिका हुन्। कर्णाली क्षेत्र इतिहासको गर्व हो। यहीँबाट सुरु भएको थियो जुम्ला राज्य, जसले आफ्नो समयको सभ्यता र शक्ति देखाएको थियो। नेपालको एकीकरणको यात्रामा कर्णालीले अमूल्य योगदान दिएको इतिहासले सम्झन्छ। तर यहाँका जीवन सजिलो भने छैन। दुर्गम भूगोल, सीमित पूर्वाधार र अल्प विकसित क्षेत्रले शिक्षा, स्वास्थ्य, यातायातमा गम्भीर चुनौतीहरू ल्याएका छन्। तर यहाँका बासिन्दाहरू उनीहरू कहिल्यै हार मान्दैनन्। श्रम, साहस र सहनशीलताले उनीहरूलाई जिउन सिकाएको छ। आज कर्णाली बिस्तारै बदलिँदैछ। पर्यटन, रारा, डोल्पा, मुगु संसारभरि पर्यटनका लागि गन्तव्य बन्दैछन्। जलविद्युत, जडीबुटी, कृषि यी सबै यहाँका सम्भावनाहरू हुन्। र त युवावस्था अब परनिर्भरताबाट आत्मनिर्भरतातर्फ उन्मुख छन्। यो केवल एउटा प्रदेश होइन, यो एउटा कथा हो सङ्घर्षको, एउटा गीत हो संस्कृतिको, र एउटा सपना हो सम्भावनाको। जब देशले कर्णालीलाई चिन्छ, तब मात्र नेपाल साँच्चीकै समावेशी र समृद्ध बन्छ।